कल्पना गर्नुहोस् तपाईं सुतिरहेको बेला पनि तपाईंको काम भइरहेको छ, इमेल आफै रिप्लाई हुन्छ, डाटा अटोमेटिकली अपडेट हुन्छ, सोशल मिडियामा पोस्ट पब्लिस्ड हुन्छ र रिपोर्ट पनि तयार हुन्छ। यो सबै सम्भव हुन्छ एआई अटोमेसनको मद्दतले। आजको भिडियोमा हामी बुझ्नेछौँ एआई अटोमेसन के हो, कुन कुन प्लेटफर्मले यो सम्भव बनाउँछ। साथीहरू, स्वागत छ तपाईहरुलाई आजको हाम्रो यस पहिलो भिडियोमा। आजबाट हामी सुरु गर्नेछौँ एआई र एआई अटोमेसन कसरी। अहिले ट्रेन्डमा चलिरहेको प्लेटफर्म जस्तै make.com, n8n त्यसको बारेमा पनि केही जानकारी लिनेछौँ र यसको मद्दतले हामीले आफ्नो वर्क फ्लोहरू कसरी बनाउन सकिन्छन्। हाम्रो रेपिटेटिभ भइरहेको कामहरूलाई एआई को मद्दतले घण्टौं लाग्ने कामलाई कसरी छिटो छरितो तरिकाले गर्न सकिन्छन् यसको बारेमा पनि जानकारी लिनेछौँ। अब भिडियोलाई ढिलो नगरिकन लागौं हाम्रो ल्यापटपको स्क्रिनतर्फ। यहाँबाट अब हामी केही एआई अटोमेसनका फन्डामेन्टल कुराहरू बुझ्नेछौँ। त्यसपछि हामीले भिडियोलाई निरन्तर अगाडि बढाउने नै छौँ। फन्डामेन्टल बुझ्नुभन्दा अगाडि कुन कुन प्लेटफर्मको मद्दतले हामीले एआई एजेन्ट र एआई अटोमेसन बनाउन सकिन्छ भन्ने हामी हेर्ने नै छौँ। त्यसको लागि हामीलाई अहिले पपुलर चलिरहेको टुल्सहरू जस्तै n8n, मेक, जेपियर, पेबी कनेक्ट आदि रहेको छ। यो प्लेटफर्महरूको युजले हामी एआई अटोमेसन र वर्क फ्लोहरू बनाउन सकिन्छ, जसले हाम्रो 3-4 वटा प्लेटफर्महरूमा पनि 2 वटा अहिले मार्केटलाई लिड गरिरहेको प्लेटफर्महरू n8n र मेकबाट हामीले एआई अटोमेसनहरू बनाउन सकिन्छन्। त्यसमा पनि के डिफरेन्स रहेको छ भने हामी बुझौँ। जस्तै make.com बिगिनरको लागि हो। यो अलि सरल रहेको छ। यसमा सब्सक्रिप्सन लिनुपर्छ, तर यो सेल्फ होस्ट हुँदैन। त्यसकै अपोजिटमा हामी n8n लाई हेर्न सक्छौँ। यो सेल्फ होस्ट हाम्रो लोकल कम्प्युटरमा पनि सेल्फ होस्ट गरेर हाम्रो वर्क फ्लोहरू बनाउन सकिन्छ। यसमा एडभान्स कस्टमाइजेसनको फिचरहरू पाउन सकिन्छन्। त्यस्तै एआई इन्टिग्रेसन गर्न पाइन्छ। एपीआई को कनेक्ट गरेर विभिन्न एप्सहरू हामी कनेक्ट गर्न सकिन्छन्। यसमा केही लिमिटेज छैन। त्यस्तै make.com मा केही यो फिचरहरूको लिमिटेसन रहेको छ। अनि n8n मा हामी कस्टमाइज कोडिङ गरेर हामी आफ्नो वर्क फ्लोहरूलाई आफूलाई चाहिएको जस्तो उसलाई एटोमेसन गर्न सकिन्छ। त्यसो भए अब हामी बुझौँ एउटा कुरामा हामी के बुझ्छौँ भने एआई अटोमेसन र एआई एजेन्ट्स के हो भनेर। यो कुरामा धेरैजनालाई धेरै थरीको कन्फ्युजन छ। कतिजनाले यो दुवै सेम हो भनेर बुझ्छ भने कतिजनाले यो डिफ्रेन्स हो भनेर बुझिरहेको हुन्छ। तर म यसलाई सरल भाषामा केही तपाईहरूलाई बुझाउन गइरहेको छु। यो एआई अटोमेसन र एआई एजेन्ट्समा धेरैको डिफरेन्स रहेको छ। त्यसमा अब सबभन्दा पहिला हामी एआई अटोमेसनलाई डिस्कसन गर्नेछौँ। एआई अटोमेसनमा 3 वटा कुरा हुन्छ: ट्रिगर, एक्सन र रिजल्ट। ट्रिगर के हुन्छ भने सबभन्दा पहिला कुरा हामी बुझौँ। कुनै पनि कुरा जो कामलाई स्टार्ट गर्नको लागि हामीलाई पुशको जरुरी पर्छ, त्यो पुश जे पनि हुन सक्छ। कुनै ठाउँमा हामीले क्लिक गर्यो भने यो कुरा हुने, कुनै बटन थिच्यो भने कुनै एक्सन हुने, यो कुरालाई नै हामी ट्रिगर भन्नेछौँ। अब यो कुरालाई एउटा सिनारोबाट हेरौँ। मानिहाल्नुहोस् तपाईको घरमा बत्ती बाल्नको लागि कुनै तपाईले स्विच थिच्नुभयो, त्यो बल्ब बल्छ। स्विच के हो? ट्रिगर हो। स्विच थिचेपछि बत्ती बल्छ, स्विच अफ गरेपछि बत्ती निभिन्छ। त्यो स्विच जुन छ त्यो नै हाम्रो ट्रिगर हो। हामीले यसलाई एउटा अर्को एक्जाम्पल लिएर तपाईँ कुनै कम्पनीको व्हाट्सएप नम्बरमा हाई लेखेर पठाउनु भयो, त्यसले तपाईलाई थ्याङ्क यू मेसेज पठाउँछ। थ्याङ्क यू फर योर कन्ट्याक्ट भनेर मेसेज आउँछ। अब यसमा ट्रिगर के छ भने तपाईले हाई लेखेर पठाउनु भयो। ट्रिगर के हो भने हामीले क्लियरली अब बुझ्यौँ। सेकेन्ड नम्बरमा हाम्रो एक्सन आउँछ। एक्सन के हो? एक्सनको बारेमा बुझौँ। एक्सन हाम्रो ट्रिगर भएपछि ब्याकएन्डमा गर्ने प्रोसेसिङ नै एक्सन हो। तपाईलाई केही कुरा आयो भने तपाईँ यो कुरा गर्नुहोस् भनेर पहिला लोजिक फिक्स गरेको कुरालाई नै एक्सन भन्छ। अब यो एक्सन चाहिँ हामीले फिक्स इन्स्ट्रक्सन दिएको हुन्छौँ। कसैले हाई लेख्यो भने थ्याङ्क यू फर योर कन्ट्याक्ट भनेर मेसेज पठाउनु, त्यो प्रोसेस जुन हामीले गर्छौँ त्यो नै एक्सन हो। अब बुझौँ रिजल्ट। रिजल्ट के हो भने ट्रिगर आयो, मेसिनले एक्सन गर्यो। मेसिनले एक्सन गरेपछि कस्टमरलाई जुन थ्याङ्क यू मेसेज आयो त्यो नै एउटा रिजल्ट। हाई लेखेपछि एक्सन हुने, एक्सनले रिजल्ट देखाउने। जुन हामीले हाम्रो युजरले रिसिभ गर्ने जुन मेसेज छ त्यो नै हाम्रो रिजल्ट। यसमा लजिक फिक्स हुन्छ, पहिलादेखि नै डिफाइन भएको हुन्छ। यो भयो भने यो हुने, यो भयो भने यो हुने भने यसले आफ्नो लजिक युज गर्न सक्दैन। हामीले जे फिक्स गरेको हुन्छौँ त्यही हामीलाई रिजल्टमा देखाउने गर्छ। अब हामीले एआई अटोमेसनको बारेमा बुझ्यौँ। अब एआई एजेन्ट्स के हो त्यसको बारेमा केही कुरा बुझ्यौँ। एआई एजेन्ट्समा पनि त्यही 3 कुरा हुन्छन्, तर यसमा फरक के हुन्छ भने हाम्रो जुन यहाँ एआई एक्सन छ, अटोमेसनमा एक्सन थियो,
यो एजेन्ट्समा एआई एक्सन हुन्छ। यसमा एआई एक्सन नै हाम्रो मेन फिचर रहेको छ। यसमा हाम्रो एआई एक्सन जुन छ त्यसले नै हामीलाई आफ्नो लजिक युज गरेर, आफ्नो दिमाग युज गरेर हामीलाई प्रोभाइड गर्ने जुन रिजल्ट छ त्यसलाई नै हामी एआई एक्सन भन्छौँ। यसमा लजिक हुन्छ, आफ्नो बुद्धि, आफ्नो विवेक युज गरेर हामीलाई बेटर भन्दा बेटर रिजल्ट प्रोभाइड गर्ने कोसिस गरिरहेको हुन्छ। त्यसलाई नै हामी एआई एजेन्ट भन्छौँ। यसलाई अझै क्लियरली पारेर हेर्दा चाहिँ हामीले एउटा सिनेरियो लौँ। मानौ तपाईँको कुनै अनलाइन सप छ, त्यहाँ हामीले दुई खाले सामानहरू बेचिरहेको छौँ, जस्तै टी सर्ट बेच्छौँ अनि अर्को जुत्ता पनि बेचिरहेछौँ। कस्टमरले यदि सर्ट अर्डर गरेको छ भने त्यो अर्डर चाहिँ सर्ट डिपार्टमेन्टलाई पठाउने हो। अर्को कुनै कस्टमरले सुज अर्डर गरेको छ भने सुज डिपार्टमेन्टलाई पठाउने हो। त्यो यसले के गर्यो भने कुन डिपार्टमेन्टलाई कुन मेसेज पठाउने हो, कुन डिपार्टमेन्टलाई के पठाउने हो भनेर यो आफ्नो लजिक युज गरेर हामीलाई रिजल्ट प्रोभाइड गर्ने गर्छन्। त्यसलाई नै हामी एआई एजेन्ट भन्न सकिन्छ। यहाँ एआई एजेन्टले आफ्नो मेमोरीलाई युज गरेर, आफ्नो एजेन्टिक पावरलाई युज गरेर हामीलाई प्रोभाइड गरिने रिजल्ट नै हाम्रो एआई एजेन्ट हो। अब हामीले एआई अटोमेसन र एआई एजेन्ट्सको बारेमा डिटेल्समा बुझ्यौँ। अब अगाडि हामी बढ्ने नै छौँ। आजको भिडियोमा हामी बुझ्यौँ एआई एजेन्ट्स र एआई अटोमेसन के हो र यो बीच के फरक छन् र कुन प्लेटफर्मको माध्यमले हामी एआई एजेन्ट्सहरू बनाउन सकिन्छ भन्ने कुरामा डिस्कस गर्यौँ। अर्को भिडियोमा हामी एनएटनको माध्यमले कसरी हाम्रो वर्कफ्लोहरू बनाउन सकिन्छन् भन्ने सिक्नेछौँ। आजको लागि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।